आज म नानीलाई भेट्न गएँ, एकदमै बढी खुसी लाग्यो। म किन गएँ भने चाहिँ भिडियोको लास्टमा थाहा पाउनु हुनेछ। आउनु सँगै मेरो नानुको घरसम्म पुगौँ। आज चाहिँ हामी बुढाबुढी बाइकमा जान लाग्यौँ। आज चाहिँ एकदमै गर्मी थियो, छिटो हुन्छ भनेर हामी चाहिँ बाइकमा जान लागेको। मेरो बुढा घर आएपछि मात्रै यो बाइकमा हिँड्न पाउने, नत्र भने चलाउने मान्छे कोही छैनन्। किनकि बुढा ड्युटी गइहाल्नुहुन्छ, मलाई बाइक चलाउन आउँदैन। बाबुलाई पुर्याउन र ल्याउन म साइकलमै जान्छु। अब नानुको घर जाँदैछौ, खाली हात चाहिँ के जानु। त्यही भएर भान्जीलाई चाहिँ केही लिएर जाम भनेर रोकेको। पसलमा रोकेको त मेरो छोराले फ्रुटी चाहियो भनेर कम त सताएन। म चाहिँ नानुको घर पुगिसकेँ। आज भोलि दिउँसोतिर काम पनि केही हुँदैन, त्यही माथि मेरा छोराहरूको आज स्कुल बिदा थियो। बाबुहरूले पनि फुपूको घर जाने भनेर अस्तिदेखि मलाई भनिरहेको थिए। मेरो घर र नानुको घर नजिक नजिक छ, 10-15 मिनट लाग्छ। उहाँलाई बोलाउनु हुन्थ्यो, उहाँको टाइम नै छैन, त्यही भएर हामीहरू नानुको घरमा गयौँ। उहाँले चाहिँ मलाई यति धेरै सपोर्ट गर्नुभएको छ। मलाई फलो गर्नुभएको साथीहरूलाई चाहिँ एकदमै धेरै धन्यवाद दिन चाहन्छु। अहिले मलाई जसरी सपोर्ट गर्नुभएको छ, पछिसम्म नि मलाई यसरी नै सपोर्ट गर्नु होला। आजको लागि यति नै, भेटौँ न अर्को ब्लगमा। बाई बाई साथीहरू।